जर्मनीमा आउसबिल्डिङ भिजा वास्तवमा सजिलै पाइन्छ, तर धेरैजना इन्टरभ्यूमै चिप्लिनुहुन्छ। त्यति मात्रै होइन, डकुमेन्टेसन गर्दा पनि गल्ती गर्नुहुन्छ। इन्टरभ्यू दिँदा र डकुमेन्टेसन गर्दा अपनाउनु पनि केही उपायहरू छन्, जसको बारेमा थाहा पाउनु भयो भने तपाईहरुको जर्मनी भिजा कतै पनि जाँदैन। जर्मनी वर्ल्डकै सबैभन्दा धेरै ब्युरोक्रेसी भएको देश हो, त्यसैले गर्दा यहाँ बोलेको भन्दा कागजमा लेखेको कुरालाई चाहिँ धेरै विश्वास गरिन्छ। इन्टरभ्यूमा अनेस्ट र एक्ज्याक्ट आन्सर खोज्छन्। तपाईले डकुमेन्टेसनमा लेखेको कुरा र भनेको कुरा कतिको साँचो छ, कतिको अनेस्ट छ भन्ने कुरा पनि एनालाइज हुन्छ। धेरै जनाले आउसबिल्डिङ भिजा अप्लाई गर्नुहुन्छ, तर इन्टरभ्यूमा जाँदा आउसबिल्डिङ भनेको के हो, आफूले कुन फिल्डमा आउसबिल्डिङ गर्दैछ र आफूले गर्न लागेको आउसबिल्डिङको बारेमा विस्तृतमा जानकारी नै हुँदैन। त्यति एउटा कुराले गर्दा एम्बेसीले तपाईलाई जेन्युइन सोच्दैन, तपाईको इन्टेन्सन पनि जेन्युइन सोच्दैन अनि भिजा दिँदैन। यस्तै गल्ती नदोहोरियोस् भनेर मैले युट्युबमा आउसबिल्डिङको बारेमा एउटा यस्तो भिडियो बनाएर हालेको छु, जसलाई हेरे पछाडि तपाईहरुले आउसबिल्डिङको बारेमा विस्तृत रूपमा जानकारी पाउनुहुन्छ र नेक्स्ट टाइम इन्टरभ्यू दिन जाँदाखेरि तपाईलाई त्यो भिडियोले थोरै हेल्प पनि हुन सक्छ। युट्युबको लिंक भने मैले मेरो बायोमा राखिदिएको छु। धेरै आउसबिल्डिङ भिडियोको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।